हेलो एन्ड नमस्ते साथीहरू, हाम्रो छोटो मिठो मिनी ब्लग बनाउन जाँदैछु। हामी अब तुल्खा सैलुङमा हाम्रो खेतीपाती कस्तो हुन्छ भनेर देखाउन गइरहेछु। मम्मीले गाजरहरू लगाइरहेछ। अब हामी के गर्दैछौँ भने कसैले घाँस काट्ने, कसैले आलु खन्ने, कसैले गाजर मुलाको ड्याङ बनाउने गाइज हो। अब हाम्रो गाउँ घरमा यसरी बर्खाको टाइममा बित्दैछु महिनाहरू गाइज हो। अब हामीले यो गाजर मुला लगाइसकेपछि हाम्रो फेरि कोदो रोप्ने टाइम हुन्छ। त्यसपछि कोदो रोपेको नि हाम्रो भ्लग आउँछ गाइज हो। अब अहिले बुबाले यहाँ घाँस काटिरहेछ। अब मैले यहाँ खनिरहेछ आलु, बुढीले उतापट्टि मम्मीसँग सघाइरहेछ। हाम्रो आलु यस्तो फल्छ, अर्ग्यानिक